हेलो हेलो साथीहरू सम्पूर्णमा नमस्ते। आज चाहिँ हामी गेडागुडी खान लाग्छौँ है आमा छोरी। यो चाहिँ मकै र सिमी मिक्स गरेको छ साथीहरू। यो चाहिँ एकदम मिठो हुन्छ। पहिला पहिला चाहिँ हामी गाउँघरमा चाहिँ चिसो टाइममा यसरी पकाएर खाइन्थ्यो साथीहरू। आजभोलि चाहिँ यही गेडागुडी पनि एकदम महत्त्वपूर्ण भएको छ, पाइँदैन होइन। यस्तो छ है, अब हामी खाएर टेस्ट गर्छौँ है। वाउ मिठो छ। पहिला गाउँघरमा हिउँ परेको बेला चाहिँ मजासँग आगो तापेर यो गेडागुडी पकाएर खाइन्थ्यो होइन। त्यो याद आइरहेको छ मलाई चाहिँ, अनि मिठो पनि छ। वाउ।